जिन्दगी एउटा सङ्घर्ष हो र सङ्घर्षभन्दा ठुलो खुसी हो। हरेक मान्छेको खुसी छुट्टै छुट्टै हुन सक्छ। के तपाईँ हराउनु त भएको छैन? हजुरको त्यो सपनालाई एकचोटि फेरि सम्झेर हेर्नुहोस्। आँट्नुभयो भने अवश्य पुरा हुनेछ। आज हाम्रो यस्तै सानो खुसी यो भिडियो मार्फत हजुरहरूसँग बाँड्दैछौँ। दाजुभाइसँगको जम्का भेटघाट र हामी सबैको एउटै प्यासन, राइडर्स लाइफ। स्वतन्त्र तरिकाले हावामा उड्न चाहन्छ। विदेशमै रहे पनि हाम्रो हरेक राइडर्स दाजुभाइको लागि माया छ है। आज हाम्रो भोटिङ हुँदैछ ग्रुपको नाम चाहिँ के राख्ने भनेर। त्यही भएर चाहिँ तपाईँहरू अन्तिमसम्म यो भिडियो हेरिदिनु होला। यदि सक्नुहुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला। यदि सक्नु हुँदैन भने चाहिँ ठिकै छ। सो लेट्स गेट स्टार्टेड विथ द ब्लग। बब्बाल Hello and what's up everyone, this is Dipen aka Babal. Welcome to my vlog, a day in a life with Babal. आज चाहिँ हाम्रो बाइक राइड छ। सो हाम्रो राइडर्सहरू धेरैजना आइसक्यो। लेट मी सो यु अराउन्ड। हेलो रेक्स भाइ, हाउ आर यु? दाइ सन्चै हुनुहुन्छ? हजुर। सो बाइकहरू यहाँनिर अलमोस्ट रेडी नै छ। हामी एक टोली चाहिँ यहाँ जोर्डनबाट जान्छौँ र अर्को टोली चाहिँ युनलुङबाट आउँछ। सो देयर वी गो। हाम्रो नि त दाइ सन्चै हुनुहुन्छ दाइ? ब्लगमा केही शब्द दाइ? आज हाम्रो थर्ड होइन? हजुर दाइ, राइड हुँदैछ। एकदम खुसी छु। हजुर दाइ। हल्का अब ग्यादरिङ्समा हल्का एउटा सानो इभेन्ट पनि छ। त्यसमा पनि हामी सबैजना हजुर दाइ, धेरै धन्यवाद दाइ। हाम्रो दाइ पनि आउनुभएछ। ल दाइ, केही शब्द दाइ? शब्द नमस्ते। अगाडि आउनुबित्तिकै हजुर। ल आजको राइड थर्ड राइड छ दाइ? थर्ड राइड होइन, थर्ड टाइम। मेरो चाहिँ सेकेन्ड टाइम हो। सो एक्साइटेड टुडे होइन। आज चाहिँ एकदमै धेरै एक्साइटेड पर्छु। लास्ट टाइममा भन्दा आज चाहिँ खतरै गर्छु होला जस्तो भइरहेको छ मेरो तर्फबाट चाहिँ। तर हाम्रो ग्रुपले पनि होइन अलिकति स्लो पनि भयो तर बुढा टोलीहरूले डिस्टेन्सको हिसाबले धेरै लामो भएर होइन, धेरै लङ डिस्टेन्स भयो होइन, मोर देन 100 किलोमिटर। त्यही भएर पनि अलिकति थकाइ पनि भयो, तर बुढाहरूले दिएकै हो होइन। ल थ्याङ्क यू भाइ। ल म ज्याक गुरुङ। आज हाम्रो थर्ड टाइम है। हाम्रो आजको अर्कै छ। फेरि हाम्रो चाहिँ तुन्चुङमा गएर, यहाँबाट तुन्चुङमा गएर मिटिङ 1 घन्टा, त्यहाँबाट फेरि राइड गरेर हाम्रो मङ्की हिलमा बबाल बिबिक्यू छ। तयारी छ हाम्रो बबाल तयार, नो अल्कोहल। हाम्रो एकदम शान्त वातावरण, डान्स सबै हुन्छ। हाम्रो शिवले डान्स गर्छ फेरि सब डान्स। पानको पात डान्स। ओके थ्याङ्क यू भाइ, धेरै धेरै धन्यवाद है। हामी चाहिँ अहिले यहाँनिर ठ्याक्कै हाम्रो न्यू भिन्तुनाको अगाडि चाहिँ ग्यादरिङ हुँदैछ। बाइकहरू अलमोस्ट हामी सबैजना आइपुग्यो होला। सो रफली अराउन्ड हामी 12 बजीतिर चाहिँ हिँड्ने प्लान छ। अब को आउनु बाँकी छ दाइ? को आउनु बाँकी छ? जोर्डनको है? तपाईँको पनि फर्स्ट राइड छ। हाउ आर यु फिलिङ? एक्साइटेड होइन? वेलकम टु होइन फर्स्ट टाइम हो। हजुर, यति खुसी लागेको छ कि सबैजना साथीभाइहरू दाजुभाइहरू भेट भयो। अनि आई क्यान सी लाइक लट अफ फ्यान्सी बाइक्स अनि एकदमै क्लासिक बाइक्सहरू पनि रहेछ। अनि सो नाइस टु सी एभ्रिबडी, नाइस टु मेट एन्ड ग्यादर विथ देम। ए युनलुङबाट त्यति टाढाबाट है? ओके सो एक्साइटेड। लुकिङ फरवर्ड टु इट। अब हेर्दैछौँ के हुन्छ है आज। तपाईँलाई पनि आउनुभयो होइन यो राइडमा? ओके। ए ल यस्तै छ है। यहाँ जोस् रमाइलो भइरहेछ। चिया नास्ताहरू भयो दाइ हजुरको? ल ठिक छ।
अब म पनि एकछिन यसो चिया हल्का खाएर अब हामी अहिले जोर्डनमा सो आम एक्साइटेड एज वेल सो होपफुली विल बी मुभिङ भेरी सुन ल अब चाहिँ म यहाँ चिया बजाउँदैछु हाम्रो दाइ चाहिँ हो क्या चट्ट पक्का हाली क्या अब यसको लागि त त्यो 80s हाम्रो 90s को हेर त आमा वान पिस अन्त त ज्याकेट हेर टोपी हेर चस्मा हेर है बेल्ट हेर्नुहोस् त्यहाँनिर अब फेरि हो चेन हेर्नुहोस् है 90s आइहाल्छ तर अब सकिगयो नि पिस घाँटीमा पनि हो हाम्रो जमाउने बुढो है हो हाम्रो लिडरै हो नि हाम्रो प्रेसिडेन्ट पो हो त हाम्रो ग्रुपको प्रेसिडेन्ट पो हो त धरानमा गएर नि बुढो त दिएछ नि त हजुर यस्तो हो क्या जस्तै अब ग्रुप बनाउनु एउटा कुरा हो होइन तर त्यसलाई सम्हालेर लान त्यो एउटा लिडरसिप चाहिन्छ क्या अनि त्यसको लागि अब एकजना मान्छे चाहिँ अलिक खटेर ल है गरौँ भन्ने हुनुपर्छ अनि दाइमा चाहिँ त्यो खुबी हुन्छ कि यसो भाइलाई यसो ल है गऱ्यो भने ग्यादरिङ हजुर हजुर तर यो पनि नयाँ नयाँ होला के नयाँ हो यो हाम्रो थर्ड राइड हो हाम्रो यो थर्ड राइड हो अब 1 वर्षमा कुद्नला होला नि अब 1 वर्ष त कुद्न हाले हामी फर्स्ट राइडै जेन्टलम्यान राइडबाट सुरु गरेको होइन फर्स्ट राइड कता गयो अब हाम्रो सेकेन्ड अब यो पछि हाम्रो जेन्टलम्यान राइड 26 त्यो आधा त हामी नै छिर्दिन्छौँ क्या लास्ट इयर जेन्टलम्यान राइडमा चाहिँ अराउन्ड 125वटा जस्तो बाइक थियो क्या अनि ग्रुप छुट्याएको थियो हामी पछि हाम्रो ग्रुप त छुट्यो नि होइन छुट्यो ग्रुप हाम्रै छुट्यो फेरि धेरै भएपछि 10-10वटाको ग्रुप बनाइदियो अनि लास्टमा हाम्रै ग्रुप चाहिँ हामी कति 15-13-14जना थियो कता यस्तो ठ्याक्कै छुट्टिगयो कि धेरै ग्रुप भयो भने फेरि त्यो प्रब्लम हुन्छ त्यहाँ त्यो कस्तो हुन्छ नि त्यो पुलिसले ऱ्याक गरिदिन्छ क्या उनीहरूले त्यो ठुलो धेरै ग्रुप बनायो भने चाहिँ पुलिसहरूलाई उनीहरूलाई त्यो एक्सकर्टिङ गर्न गाह्रो हुन्छ नि त अनि उनीहरूले चाहिँ त्यो 10-10वटाको टिम बनाएर चाहिँ अनि बढाउँछ क्या अनि त्यो भयो नि जाम पनि हुँदैन नि त 10जना पठाउँछ अनि त्यसको 2-3 मिनटपछि अर्को 10जना पठाउँछ 125वटा बाइक एकैचोटि पठायो भने त नि बाटो छेकिगयो नि केटाहरू अलमोस्ट अब हामी यहाँ जोर्डन टिम चाहिँ रेडी नै भयो अब चाहिँ यल्लोङ टिम पनि उहाँबाट रेडी नै होला चिया पो खाँदैछु हो भाइ त्यो अमरदीप दिपेन भाइ दिपेन है हजुर मेरो छवि दाई हम कभी नहीं सुध्रेंगे हजुर दिपेन है हजुर ल ठिक छ ल हाम्रो दाइको एयर फिल्टर चाहिँ बबाल छ है पुरा त्यो मास्क लगाएर जस्तो टाइपको कि ल अब चाहिँ मेरो क्यामेरा पनि रेडी गर्नु पर्यो Let me see. Okay. अब हामी जोर्डनबाट निस्किँदैछौँ
सन्चै हेर फेरि यस्तो हातै हातमा के भएछ है ल सबैजनालाई सन्चै डिपेन्ड हुन्छ हजुर सन्चै रहेछ हजुर मैले चाहिँ भनेको अब यहाँनिर खै नेपालीको छ अरे भनेर भन्दै थियो अनि हामीले चाहिँ उहाँलाई सपोर्ट गर्ने हो कि भनेर क्या हजुर ल अहिले चाहिँ हामी हाम्रो फर्स्ट भेन्यूमा आइपुग्यो यो चाहिँ तुङचुङ यहाँनिर चाहिँ सबै बाइकहरू पार्किङमा छ हाम्रो जोर्डन टु तुङचुङ रफली अराउन्ड 35 किलोमिटर्स जस्तो हो त्यस्तै थियो सो हामी यहाँ सबैजना सेफली राइड गरेर आइपुग्यो हामीले यहाँ चाहिँ हाम्रो इन्लोङ टोलीलाई पनि भेटिसकेका छौँ हामी सबै सन्चै छौँ है हाम्रो इन्लोङ टोलीहरू पनि यहाँ सबैजना उहाँहरूले चाहिँ अगाडि नै आएर बजाइसक्नु भएछ ठिक छ हजुर ल हजुर म हलक जस मजै भयो यहाँ चाहिँ आनन्द छ अब यहाँ चाहिँ हामी केही समय बसेर चाहिँ हल्का मिटिङहरू गर्नेछौँ डिस्कसहरू गर्नेछौँ अब ग्रुपको नामदेखि लिएर धेरै कुराहरू हुन्छ आज मेम्बरहरू पनि नयाँ नयाँ थपिएको छ सो हामी उहाँहरूसँग पनि इन्ट्रोडक्सन्सहरूदेखि लिएर सबै चिज गर्नेछौँ सो एक्साइटेड लेट्स गो अन लेट्स किप अन वाचिङ द भ्लग मैले आज यो राइड सबैको सरसल्लाह अनुसार चाहिँ मैले यो राइड प्रस्ताव राखेर मैले यो गरेको हो है किन भन्दाखेरि हामी हङकङको बिजी सहरमा बसेर पनि एउटा राइडर भएर हामी यहाँ उपस्थिति भयौँ र हामी एकअर्कामा परिचय भयौँ र नमस्ते सबैमा है म इन्द्र लिम्बू नेपाल घर चाहिँ धरान हो होइन हाल चाहिँ म जोर्डनमा बस्छु थ्याङ्क यू धन्यवाद यो चाहिँ मेरो फर्स्ट टाइम हो हङकङमा जस बाइक चाहिँ अब लगभग 7-8 वर्ष कुदाइयो तर यस्तो थाहा थिएन मलाई आज एकदम खुसी लागेको छ हजुरलाई भेटेर सो आज एकदम रमाइलो पनि भयो अनि भइरहेको छ अहिलेसम्म अब झन् रमाइलो हुन्छ होला अनि तपाईँहरूलाई भेटेर मेन त हाम्रो नेपाली होइन राइडर्सहरू भेट्दाखेरि एकदमै रमाइलो लागेको छ मलाई म ज्याक गुरुङ म वान चाहिँ बस्छु हाम्रो थर्ड टाइम होइन हाम्रो टाइम अब सबै मिलेर गर्न पऱ्यो कोर्स गर्ने होइन कसैलाई पनि होइन आफ्नो मनले बुझेर आउनुहोस् अब स्कुटर जे सिक्यो भने ल्याउन सकिन्छ सबैजना अझै बढी भएको राम्रो हुन्छ होइन आज अब मङ्किलमा गएर इन्जोय गरौँ सबैलाई ल्याउ न यता ल्याउ खुसी लागेको छ किन दिइसकेको ल फेरि पनि नमस्ते सबैजनालाई यहाँ चाहिँ सबैजनाको लागि हो यो चाहिँ हजुर हजुर हाम्रो हङकङको राइडर ग्रुपमा चाहिँ आज मेरो चाहिँ सेकेन्ड टाइम राम्रो भइरहेको छ आजको चाहिँ अस्तिको भन्दा मोर कन्फिडेन्स बिल्डअप भएको फिल गरेँ मैले हजुर ग्रुपको राइडिङहरू पनि अलिकति स्मुथ भयो जस्तो लाग्यो अस्ति भन्दाखेरि चाहिँ अलिकति कन्फ्युज टाइपको भइरहेको थियो साथीहरू अगाडि पछाडि भइरहेको थियो आज स्मुथ भयो थ्याङ्क यू हस् ल हाम्रो भाइ नमस्ते सबैजनालाई म चाहिँ रोनिस गुरुङ मेरो पनि अब तेस्रो राइड हो मलाई त मजा लाग्छ है सबैसँग घुम्ने सुन्ने राइड छैन भने अब सानै मान्छे पऱ्यो धेरै कुरा नगरौँ ल हाम्रो दाइ ल म दिन गले हजुर म नेपाल घर गोर्खा पार्वत सेकेन्ड राइड हो इन्जोय भइरहेछ होइन सबै चाहिँ अब गेट टुगेदर गरेर अब बेला बेलामा राइड गर्ने होइन परे आए बेलामा चाहिँ अब हेल्प पनि हुन्छ होइन चाहिँ ग्यादर के राइडिङ मात्रै होइन कि परेका खण्डमा चाहिँ हाम्रो चाहिँ सहयोग पनि हुन्छ क्या एक आपसमा क्या होइन हो त्यस्तो हो क्या एउटा होइन त्यही एउटा चाहिँ सुड बी किप कन्टिन्यू क्या है त ल धन्यवाद नमस्ते सबैलाई मलाई नाम त अनिल हो तर जेम्स भनेर पनि चिन्छ अनि ठिकै छ नयाँ राइडर्सहरूलाई वेलकम अनि होप फर हुन्छ नि नेक्स्ट राइडमा पनि आउनुहुन्छ भन्ने आशा छ
र म अहिले हाल हङकङ युङलङमा बस्छु नेपाल घर धरान थ्याङ्क यू सबैलाई नमस्ते है एन्ड नयाँ साथीहरूलाई वेलकम हाम्रो टिम राइडर्स टिम चाहिँ बढ्दै गएको छ एकदम खुसी लाग्दो कुरा हो नयाँ नयाँ अनुहारहरू नयाँ नयाँ राइडर्सहरूलाई फेरि पनि वेलकम मेरो नाम चाहिँ महेश राम महर्जन हो म चाहिँ काठमाडौँ हो हालसाल अहिले म हङकङ युङलङमा बस्छु यो चाहिँ हाम्रो थर्ड टाइम होइन भाइ थर्ड टाइम जस रमाइलो हुँदैछ यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ हामीले सबैलाई नमस्ते है मेरो नाम चाहिँ पवन गुरुङ म चाहिँ अहिले हाल चाहिँ युङलङ बस्छु है र धेरै खुसी लाग्यो है यो मेरो सेकेन्ड ट्रिप हो सेकेन्डचोटि हो यो है एकदमै रमाइलो छ जस यसरी नै अब आउनेवाला विगतको दिनहरूमा हामी यसरी नै सबै गेट टुगेदर भएर होइन जम्का भेट हुनुपर्छ अनि रमाइलो गर्नुपर्छ है त हस् धन्यवाद नमस्ते मेरो नाम चाहिँ विक्रम गुरुङ है नेपाल घर चाहिँ पोखरा र यहाँ हङकङ चाहिँ तुनचुङमा बस्छु है ल यो चाहिँ मेरो थर्ड राइड ल हङकङमा पनि यसरी नेपाली दाजुभाइहरूसित बसेर यसरी मजाले राइड गर्न पाउँछ भनेर सोचेको पनि थिएन जस अहिले सपना पुरा भइरहेछ र अझै पनि हामी ठुलो बनाउँदै गरेर अझै राम्रो राइड गर्नुपर्छ है त ल धन्यवाद ल नमस्ते सबैजनालाई लु है नमस्कार है सबैजनालाई र वेलकम हाम्रो नयाँ आउने हाम्रो राइडर साथीहरूलाई भाइहरूलाई अनि मेरो नाम चाहिँ सुरज चोङबाङ मेरो नेपाल घर चाहिँ अब तीर्थम हो र अहिले यहाँ हाल चाहिँ म चुनवानमा बस्छु र यो चाहिँ मेरो सेकेन्ड राइड हो अब पहिलो फर्स्ट टाइम पनि एकदमै रमाइलो भएको थियो आज त झनै रमाइलो होला जस्तो छ किनभने अझ बढ्दै गएको छ हाम्रो नयाँ साथीहरू पनि जोइन हुँदै गएको छ र आगामी दिनमा अझ हामीले चाहिँ अझ मजाले चाहिँ राइड गर्छौँ भन्ने चाहिँ मेरो पूर्ण अब आशा छ विश्वास छ र यसैलाई हामी निरन्तरता दिउँ भन्ने म चाहिँ एकदमै चाहन्छु धन्यवाद हजुरलाई Hello and namaste everybody. We are the SK Rider team. Then this is our new one youth team in the SK. My name is Santa Magar from Pokhara. Let's support to us. Okay, thank you. हेलो मेरो नाम चाहिँ अमरदीप राई धरानबाट अनि यो चाहिँ मेरो फर्स्ट राइड हो आशा गर्दछु अब अपकमिङ डेजमा रेगुलर राइड हुनेछ भनेर थ्याङ्क यू र म फाइनल्ली माइसेल्फ हजुर म चाहिँ दिपेन गुरुङ यहाँनिर हाल जोर्डनतिरै बस्छु भइरहेछ म यहाँ हाल जोर्डनतिरै बस्छु र यो मेरो पनि थर्ड राइड हो म एकदम खुसी छु नयाँ दाजुभाइहरू आउनुभएको छन् यसरी नै हाम्रो नेपाली दाजुभाइहरू अझै युनिटी भएर टुगेदर वी राइड फर द फ्रिडम भने जस्तै होइन हङकङमा आएछ सबैजनाले यति दुःख गरेको छ होइन यसो वी निड अ लिटल बिट अफ माइन्ड फ्रेस एन्ड अल अनि यो राइडले चाहिँ हामीलाई चाहिँ यसरी नै युनाइट गरेर अगाडि बढौँ भनेर चाहिँ होइन हामी सबै दाजुभाइहरू चाहिँ भेरी एक्साइटेड छौँ म पनि एक्साइटेड छु थ्याङ्क यू सो मच ओके सब्सक्राइब बबाल भन्नु त त्यो पो बिर्सेको रहेछ त हौ हिलमा मङ्की छ ल मजाले आइपुग्यो र मङ्की हिलको मङ्की
रिसाको ए रिसाको हो यो ए यसले मलाई आँट्नु जस्तो खोज्यो अनि फेरि आफै हच्क्यो क्या तर यसले मलाई तर्साउनु चाहिँ खोज्यो ग्याङ बोलाउला त फेरि तपाईँलाई हानिदिन्ला नि अब हामी चाहिँ मङ्कीलाई पुगिसक्यो हाम्रो दिदीहरूले चाहिँ बार्बिक्यूहरू सबै रेडी गरेर राख्नुभएको छ क्वाइट एक्साइटेड छु अब सानो मिटिङ हुन्छ अनि हाम्रो अझै ग्रुपको नाम चाहिँ आज नै हामी कन्फर्म गर्छौँ र इट्स गोइङ टु बी समथिङ लाइक अब इलेक्सन जस्तै यहाँ भोट गर्नेको अब यहाँ कतिजनाको के भोट आउँछ त्यही हिसाबमा चाहिँ हाम्रो आजको क्लबको चाहिँ नाम कन्फर्म हुन्छ हेलो हजुर दाइले त सुरुमै गाउन आँटे क्या वेलकम वेलकम हजुर सब हजुर चट्ट यहाँ म्युजिक पनि छ दाइले पक्का रेडी गरेर आएको छ उडायो उडायो ल अब हाम्रो चाहिँ यहाँ नामको लागि चाहिँ चुनाव हुँदैछ खतरा तरिकाले साइडरमा भोट हानौँ आमा 1 2 3 4 अब के हो त्यो अब त्यो मैदालाई मात्र थाहा छ सस्पेन्स आमा क्लबको लागि हाम्रो नामको लागि यो एउटा सेमिनार लागिरहेछ त्यसको लागि चाहिँ हाम्रो महेश्वर सरले रेडी गर्दै हुनुहुन्छ हामी जति पनि राइडरहरू पार्टिसिपेन्टहरू हुनेहरूले चाहिँ यो गेमलाई चाहिँ फलो गर्नु होला किनकि हाम्रो बच्चा जन्मिसकेपछि यसलाई नाम दिनुपर्छ त्यो अब थाहा नै छैन त्यो कहाँ हो अब केही थाहा छैन हामीलाई त्यो चाहिँ ऱ्याफल अब त्यो थाहा नै छैन ल तपाईँ 3 नम्बर बढ्नुभयो दाइ 3 नम्बर हाम्रो इन्द्र दाइ दाइ 2 मा दाइले 2 छान्नु भयो ल Always number 1. Number 1. Always number 1. Number 1. ल मजा आहा तिमीले गर्छ है त हजुर कता गयो ए ल त्यही हो ए त्यो नम्बर 3 विपुल दाइ नम्बर 3 ओके अरु छ दाइ हजुर नम्बर 1 लाई ल को बाँकी भयो हजुर नम्बर 2 म पनि नम्बर 1 लाई नै दिनु पर्यो नम्बर 1 के हो हैन प्रथम हुनु पर्यो
नाम छैन छान्नु पर्यो के हो सस्पेन्स हजुर थाहा छैन कसैलाई कसैलाई नम्बर 3 निर्णायक नम्बर हुनुहुन्छ तपाईँ ल नम्बर 3 ले जित्यो भाइ है नेप्स एचके राइडर भोटले जित्यो नेप्स 6 भोटले हेरेर भोट आएछ है भोट ल दामी भयो ल नेप्स एचके राइडर ल अन व्हीलमा चाहिँ 5 एमआरसीमा चाहिँ 4 8848 मा चाहिँ 4 नेप्स एचके रमाइलो भयो हाम्रो चुनाव भयो नाम चाहिँ नेप्स एचके राइडर भनेर चाहिँ आयो त्यसले जित्यो चुनाव चाहिँ सबैजना खुसी छ अन्नधुन्न भोटिङ सिस्टम थियो क्वाइट नाइस हजुर सबैजना अहिले नयाँ हाम्रो दाजुभाइहरू पनि आउनुभएको छ होइन उहाँहरूलाई सबैलाई त फर्स्टमा वेलकम अनि यो हामीले सुरुवात गरेको भने नै जेन्टलम्यान्स राइडबाट हो एज अ हामी चाहिँ अब हामी डिफ्रेन्ट प्रोफेसनमा छ होइन कोही हामी बिजनेसमा छ कोही हाम्रो सबै हामी हरेक आफ्नो फिल्डमा छ यो चाहिँ हामी आफूलाई पनि सपोर्ट गर्ने अनि हाम्रो नेपाली कम्युनिटीलाई पनि अगाडि बढाउने होइन अनि प्लस अन टप अफ द्याट हाम्रो चाहिँ अब कस्तो छ अनि अब कति मान्छेहरू अब डिप्रेसन्सहरूदेखि लिएर होइन यो मोटर बाइक भनेको चाहिँ इट्स काइन्ड अफ अघि दाइले भनेको जस्तै इट्स काइन्ड अफ अ मेडिसिन फर अस एज वेल अहिले फ्रिडम हामी एज अ हुन्छ नि बर्न टु राइड भनेको जस्तै हामी फ्रिडम चाहन्छौँ अब हङकङमा कति गाह्रो छ होइन सबैजना काम घर होइन सबै व्यस्त छ नि त तपाईँ अब समय छैन साथीभाइसँग तर यसरी आज हामी यसरी ग्यादरिङ हुँदाखेरि एउटा छुट्टै रमाइलो छ होइन आफूले आफूलाई एउटा हुन्छ नि रमाइलो हुन्छ नि दिस इज मी आई वुड लाइक टु बी अ पार्ट अफ दिस अघि हामी ठ्याक्क भिन्तुनामा बस्दाखेरि पनि अर्को दाइ 2-3 जना दाइ हुनुहुन्थ्यो भाइ हामी पनि बाइक किनेर आउनुपर्छ क्या रमाइलो पो लाग्यो भन्दै हुनुहुन्थ्यो क्या होइन हो यस्तै हामीले यसरी नै हाम्रो दाजुभाइहरूलाई चाहिँ युनिटी बनाएर चाहिँ हङकङमा चाहिँ टुगेदर भएर होइन एक अर्कालाई सपोर्ट पनि हुन्छ र भोलि गएर हामीले पछि सानो सानो यसरी नै कन्ट्रिब्युट गर्दै गएर भोलि हामीले ठुलो इभेन्टहरूदेखि लिएर त्यो पनि हामीले पछि आँट्न सक्छौँ क्या तर अहिले त अब आज हाम्रो भर्खर त अब नाम चाहिँ अब हामी कन्फर्म गरेका छौँ होइन स्लोली हामी मर्चेन्डाइजिङहरूदेखि लिएर अनि प्लस बिस्तारै हामी सबै दाजुभाइहरूको कुराहरू सुनेर कसरी अगाडि बढ्ने त्यही हिसाबमा चाहिँ अगाडि बढ्छु भनेर चाहिँ मेरो यति 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु जति पनि मेम्बरहरू इन्भल्भ हुनुहुन्छ एकदम पोजिटिभ सेन्स ल्याउनुहोस् होइन त्यसमा चाहिँ हाम्रो महेश भाइले एकदमै राम्रो मलाई चित्त बुझ्यो है पहिलोचोटि उहाँले नै अब भाइले जाउँ दाइ यस्तो यस्तो छ भन्नुभयो जस्ट मलाई एकदम पोजिटिभ लाग्यो है र यो हाम्रो भेटघाट होस् अथवा यताउता होस् हामी विकली गर्न नसके नि मन्थली ट्वाइस द मन्थ होइन जस्तो सुकै होस् तर इच एन्ड एभ्रिथिङ हामीले चाहिँ पोजिटिभ भाइब्समा गर्नुपर्छ त्यो चाहिँ एकदमै राम्रो लाग्यो होइन अब सिनियर दाइहरूले जे बोल्नुभयो त्यो सबै सही बोल्नुभयो सबैमा मलाई चित्त बुझ्यो लाग्छ हाम्रो दाई भाइ त कोही छैन होइन दाइहरू अब साथीहरूसँग अब राम्रो लाग्यो होला होइन त्यही हो भन्ने कुरा मेरो त्यति हो मेरो पूर्ण समर्थन छ अब बोल्न त केही जान्दिनँ के अरे त्यो पनि जस राइड गर्दा यताउति हुँदा रमाइलो भइरहेको छ दाइहरूबाट एकदम पोजिटिभ भाइब्स छ सबै कुरा गर्दा
अब 2 शब्द यति नै हो मेरो। धन्यवाद यसरी हाल्नुपर्छ 2 महिनामा। ल यो चाहिँ भाइ है नेपालको लोकल चिकन है हजुर सुप है ओके सलिड छ दामी छ दामी सेकेन्ड लर्ड है यो मेरो सेकेन्ड लर्ड ताकत आउँछ हजुर है ल राम्रोसँग जानुहोस् हेभ अ सेफ ड्राइभ दाइ हजुर हजुर ल अब हाम्रो राति पनि हुन थाल्यो अलमोस्ट सक्यो भनौँ न मिटिङहरू पनि भइयो रमाइलो पनि गरियो बार्बिक्यू सार्बिक्यू पनि खाइयो हाम्रो दिदीहरूलाई पनि धेरै धेरै धन्यवाद अब सामान बोकेर लाग्नुपर्छ घरतर्फ लागेको सबैजना आधाभन्दा धेरै टोलीहरू अगाडि नै गइसक्यो हामी जोर्डन टोलीहरू चाहिँ अब हामी घर फर्केको यति भन्दैमा हाम्रो आजको भ्लग यहीँ समाप्त हुन्छ आई होप टु सी यु इन द नेक्स्ट भ्लग टिल देन